माछा पोखरी आइपुग्यो। अब हामी सेफ्टको लागि जान्छौँ है। झोला सोला बोकेर हामी तयार छौँ। हेलो, हामी काठमाडौँबाट हिँडेर त्रिशुली आयौँ। यहाँ गाडीले चार्ज गर्नलाई रोकेको छ। धुन्चे आइपुगेर पर्मिट लियौँ लङटाङको। यहाँबाट सेप्रो बेसी पुग्छौँ। 12:30 भइसकेको छ, अझै 1 घन्टा लाग्ला। हामी सेप्टु बेसी आइपुग्यौँ। गाडीले हामीलाई यहीँ छोड्यो। अब यहाँभन्दा अगाडि चाहिँ हामी हिँड्नुपर्छ। सबैजना तयार भएर अब ब्याग बोकेर हिँड्दैछौँ। लगभग 2 बजिसक्यो। हामी अब सेप्टु बेसी आएर अगाडि बढ्यौँ। हाम्रो यात्रा सुरु भयो। टुई हिँड्ने हो नि त अब। भोटे खुसी खोला पुल तरेर अगाडि आयो। सेप्टु बेसीबाट खानासाना खाएर अब माथि हिँड्दैछौँ। ड्याम आइपुग्यौँ। यो चाहिँ हाइड्रोपावरको ड्याम रहेछ। तर प्रब्लम त्यो ड्याम होइन कि टाढै छ त यो त। हामी अब डोमेन आइयो। ड्यामभन्दा माथि यो डोमेन भन्ने ठाउँ रहेछ। यहाँ पनि टी हाउसहरू चाहिँ छ। र हामी यहाँ रोकिएनौँ। अब हामी अझै माथि जान्छौँ। थाकेर लखत्रान परिनौ। पहिरो आइयो 1722 मिटर। अब बेम्बु पुग्ने 1975 सिधै 2082 to 1975। ओके, हामी चाहिँ आयौँ बेम्बो। लगभग 3 घन्टा लाग्दो रहेछ सेप्टु बेसीबाट। बेम्बु आइयो। बेम्बु आइयो। बेम्बु है 1984 मिटर लेखेको छ यहाँ। त्यहाँ चाहिँ 1970 छ। जेस आइयो अलिअलि। लो गाइज, गुड मर्निङ। सेकेन्ड डेको ट्रेक स्टार्ट गर्न लाग्छौँ। यो बेम्बु हो। हिजो हामी यहीँ बसेको थियौँ। अलिकति बसाइ चाहिँ अलि धेरै नै गाह्रो जस्तो भयो। मान्छे एकदम धेरै रहेछ। अब त्यही भएर बिहान 5:15 बजेको छ अहिले। अब चाहिँ हामी हिँड्यौँ। ओके, आइपुग्यौँ। रिम्चे 2 घन्टा हिँड्यो बेम्बुबाट। यता चाहिँ शेर्पा गाउँ जाने रहेछ। अब हामी त लङटाङ चाहिँ यता हो। रिम्चेबाट लगभग 20-25 मिनटमा हामी लामा होटेल आइपुग्यौँ। बाटो तेर्सो नै रहेछ। खासै गाह्रो पनि भएन। बेम्बुमा ब्रेकफास्ट गऱ्यो। अब हामी चाहिँ 1.5 घन्टामा रिभर साइड होइन त।
बाटोभरि खच्चडै खच्चड, ट्रेकर्स नै ट्रेकर्स। के हो रमाइलो छ हौ। हामी चाहिँ अब घोडा तबेला आइपुग्न आँट्यौँ। एउटा चोर रहेछ, यस्तो डेन्जर उकालो चढ्यो, चोरमा आइयो। नन्द सुत्दिउँ क्या हो, नजाउँ क्या हो, म त जान्न होला भन्नुपर्छ जस्तो अब। घोडा तबेला चाहिँ त्यहाँ हो। थुप्रै छुरीहरू चढ्दै रहेछन्। चिमाल लाली गुराँसको दाजुभाइ जस्तो छ यो। यो त अझै बढी रहेछ चिमाल चाहिँ, छक्क पुल्या। यहाँसम्म चाहिँ आइपुगेँ घोडा तबेला हो। घोडा तबेला चाहिँ हो त्यसपछि अगाडि बढ्दै घोडा तबेलाबाट आएर अगाडि बढेको थियौँ हामी। थाङसाप देखिरहेछ। भेजिटेसन चेन्ज देखिरहेछ मैले त। यो हो थाङसाप। घोडा तबेलाबाट 1 घन्टामा, 1 घन्टा नि लागेन है, 40 मिनटमा के यो 3200 मिटरमा। त्यहाँ पनि टन्नै रहेछ है बस्ने ठाउँ। डेन्जर लागिरहेछ। अब यहाँबाट अझै 1 घन्टा हिँडेपछि हामी लाङटाङ भिलेज पुग्छौँ होइन त। विन्ड एनर्जी नेपालको यो सबै हावा लाग्ने ठाउँमा यति राख्ने भने त है राम्रो इलेक्ट्रिसिटी जेनेरेट हुन्थ्यो त। यस्तो छ थाङसापबाट अगाडि लगाएपछि। कति भयो अरे हामी हिँडेको त्यहाँबाट घोडा तबेलाबाट 12:40 हिँडेको थियौँ। दिन भयो। यो लाङटाङ भिलेज आएको नि च्याम्की भन्ने ठाउँमा आइयो है। करिब 2-2.5 घन्टा हिँडेपछि घोडा तबेलाबाट आइयो कहाँ भन्दा लाङटाङ गुम्बा। अझै लाङटाङ भिलेज आइया छैन। 3400 मिटरमा चाहिँ आइयो। माथि चाहिँ एउटा लेक थियो रे, लेक भूकम्पले गर्दाखेरि फुट्यो। सर्लक्कै यहाँ भएको लाङटाङ भिलेजै बगाइदिएछ तल। पुरै ल्यान्डस्लाइड एरिया छ अहिलेको नयाँ लाङटाङ चाहिँ। अलिकति साइडमा लगेर घरहरू बनेको रहेछ। घोडा तबेलाबाट 3 घन्टा हिँडेपछि हामी आइपुग्यौँ लाङटाङ भिलेज। थाक्यो, नराम्रो थाक्यो। 7 दिन भयो। अब चाहिँ के गर्ने थाहा छैन। आधी घन्टा लाङटाङबाट आइयो। यस्तो ठाउँको नाम हो मुन्डु। हिउँ त फुल्न थाल्यो त। मुन्डुबाट लगभग 15 मिनटपछि चाहिँ सिन्धुङमा आउँदो रहेछ। लगभग 1.5 घन्टा लाग्छ होला हामीलाई कञ्चन गुम्पा पुग्न। हिमाल पनि ट्याक्क फुलिरहेछ फुल्नु त। गुम्पा जाँदैछौँ। अवस्था यस्तो छ। दुम्म 6:15 भयो। आइयो क्यान्जिन गोम्पा। लाङटाङबाट ड्याङ्गै 3 घन्टामा क्यान्जिन गोम्पा आइयो।
गुम्पा होटेल नमस्ते होइन नमस्ते ब्रेकफास्ट गर्दैछौँ बिहानको 6:30 जस्तो बज्यो एन्ड लुक आएर चाहिँ पुरै टिर्लिक बिहानको 6:45 बज्यो हामी चाहिँ लाग्यौँ क्यान्जिन रिपी हान्नलाई 1 हान्नु पऱ्यो त्यसपछि 2 जानु पऱ्यो 2 चाहिँ 47 छ अरे यो चाहिँ हामी क्यान्जिन गुम्पा बसेथ्यौँ सानोतिनो सहरै रहेछ वरिपरि हिमाल टिलेक्क ढल्किया छ अब चाहिँ हामी बाटो बतायौँ है दिस इज क्यान्जिन गुम्पा घामको किरणले हिमालहरूमा पर्यो अब टिर्लिक्क क्यान्जिन गुम्पा र हामी चढ्दैछौँ क्यान्जिन री लिरौँ निल्सहरू भए पास गरेर उता सिन्धुपाल्चोक निस्किन मिल्ने त्यहाँबाट यो गङचुङ्गो यसको साइडमा धर्दै लाग्छ त्यो सेयर गरी त्यो क्यान्जिन गुम्पा हो त्यहाँबाट हिँड्दै यहाँ चाहिँ आयो 1 घन्टाभन्दा बढी हिँड्यो मान्छेहरू अझै नै हिँड्दै जानु समस्या चाहिँ के भयो भन्दा अग्लो हिमाल त देखियो त्यहाँ पुग्ने हो त्यो भनेको बल्ल लोवर हो अझ अप्पर त यसभन्दा पछाडि छ आइयो त्यहाँबाट त्यो क्यान्जिन गुम्पा हो यताबाट यो ग्लेसियरको पानी जम्मा भएर चाहिँ एउटा हाइड्रो पावर चलिरहेछ लाङटाङ यति छेक्यो यहाँ हो क्यान्जिन री 1 हिँडी नसु त ओइ छोडिदिएको ल क्यान्जिन री पिक 1 आयो लाङटाङ ठिङ्ग उभिएको छ किमसोङ भन्ने हिमाल रहेछ पिक 2 चाहिँ त्यहाँ दोर्से राख्पा अर्को कुनै हिमाल हो यता के एउटा सिन्धुपाल्चोकतिर जाने पास रहेछ 360 हिमाल देखिरहेको क्यान्जिन गुम्पामा हामी यो नमस्ते भन्ने होटलमा बस्यौँ अब चाहिँ निस्किन लाग्यौँ हिउँ चाहिँ पग्ला छैन अझै अब लगभग 12 बन्द आँटेको छ अब हामी 12 बज्दै नै निस्किने भयो मौसम चाहिँ सही छ डेढ घन्टामा चाहिँ हामी मुन्डु झऱ्यौँ है त्यसपछि बाटो है त्यहाँबाट अब लाङटाङतिर जान्छौँ क्यान्जिन गुम्पाबाट 2 घन्टामा लाङटाङ आइयो त्यो पहाडी देखेको चाहिँ नजिकै देखिन्छ तर 2 घन्टा लाग्छ तपाईँलाई चाहिँ अझै 1 घन्टा लाग्छ यही लाङटाङबाट लगभग आधी घन्टामा चाहिँ यो गुम्बा भिलेज आयो थाङसाप पुगिन्छ होला एकछिनमा लाङटाङबाट 1.5 घन्टा झ्याउ लाग्दो हिँडेपछि आइयो यो थाङसाप जाँदाखेरि 2 घन्टा लाग्थ्यो थियो आउँदाखेरि नै 1.5 घन्टा लाग्यो यो थाङसाप हामीले लन्च गऱ्यौँ 3:40 भयो अब चाहिँ हिँड्यौँ हामी अब कहाँसम्म पुगिन्छ हेरौँ टुकुर टुकुर झर्छौँ अब यो हो घोडा तबेला घोडा चाहिँ छैन तबेला पनि छैन तर ठाउँ चाहिँ घोडा तबेला हो ए घोडा रहेछ तबेला नि होला नि त्यसो भए हामी चाहिँ आधी घन्टामा
माथि थाङसापबाट आइहाल्यो अझै त घाम लागिरहेछ अझै झर्छौँ हामी अब होइन ओके एउटा तबेलाबाट जुन दुई ओह्रालो झरेर लगभग 1 घन्टै लाग्दो रहेछ रिभर साइड आइपुग्यो 5 बज्यो अब लामा होटलसम्म पुग्दिउँ जस्तो लागिरहेछ उज्यालो पनि छ गइन्छ होला गुड मर्निङ फ्रम लामा होटेल यो टिबेट गेस्ट हाउसमा बस्यौँ हिजो राति लगभग 6:15 6:30 तिर आएको थियौँ पुरै अँध्यारो नेटवर्क पनि छैन केही पनि ल अब चाहिँ बिहान 6:15 भएको छ हामी अझै तल झर्दैछौँ तल गएर भेटौँ ल यो है रिम्चे लगभग 20 मिनट हिँडेपछि आउँदो रहेछ लामा होटलबाट जाँदाखेरि पनि लगभग 20-25 मिनटै लाग्यो मलाई पनि त्यस्तै लाग्यो रिम्चेबाट शेर्पा गाउँ जाने बाटोहरू छुट्टिन्छ र हामी ब्याम्बोतिर झर्ने चाहिँ यतै छुट्छ यो ठाउँको नाम चाहिँ ब्याम्बु हो तर वरिपरि उत्तिसै छन् हामी चाहिँ 1 घन्टा 15 मिनट लाग्यो रिम्चेबाट यहाँ आउन जाँदाखेरि 2 घन्टा लाग्थ्यो झर्दा नि टन्नै टाइम लाग्ने रहेछ हामी यो जाँदाखेरि चाहिँ यो छापरमा सुत्यौँ एक रात यो सुत्यो निद्रा लाग्यो होइन आउँछु चढ्नुभन्दा झर्न गाह्रो भने यही हो जाँदाखेरि बरु 1 घन्टामा चढिदिएको थियो आउँदाखेरि पनि लगभग 50 मिनट लाग्यो ब्याम्बुबाट पहिरो झरियो अब यहाँबाट अझै तल झरेपछि बल्ल बाटो छुट्टिन्छ पहिरोबाट लगभग 10 मिनट तल झरेपछि यस्तो ठाउँ आउँछ त हामी लाङटाङबाट आयौँ यो बाटो अब हामी जाने ठुलो स्याब्रो उकालो स्याब्रो भएपछि ओह्रालो